Biathlon. Welcome to Kalimpong. Thank you so much. Hello, यहाँनिर हेर्नुहोस् है. ओ भाइ. माया. अमी हात दिएको. Hello and namaste to all my Kalimpongster family. A very good morning. I hope so everyone is doing great. Welcome to your and my channel and a fresh new vlog. Aju very naya vlog, naya din. So aju feri I'm traveling. Very shortly. Short cha kasto bhandakeri I'm traveling around Kalimpong. Jun चाहिँ मेरो before 12 को schedule पनि छ एउटा plan छ. So after 12 को पनि छ. So त्यो चाहिँ के भन्दाखेरि अब before 12 चाहिँ अहिले म मामाहरुलाई लिन जाँदैछु. So we are heading towards Algada है. हिजो धेरै दिन बाद कालिम्पोङको त्यस्तो scorching heat. त्यस्तो अब लु लाग्नु मात्रै बाँकी थियो कालिम्पोङमा हो. अन्त त्यो भइसकेर चाहिँ के भन्दा नि हिजो मजाले बेलुका पानी पर्यो. So आज वेदर इज भेरी एकदम शीतल है. अन्त आज जस्ट अब सन्डेको दिन फेरि एकै दिन अफ पाउँछ है. त्यसले गर्दाखेरि अहिले भर्खर म घरबाट निस्के. अहिले टाइम इज अराउन्ड 11 AM. सो अहिले म मामाहरुलाई लिन जाँदैछु अनि मामाहरुलाई लिएर चाहिँ विल हेड अफ टु अलगढा है. अनि त्यो बादको के छ आफ्टरनुनको प्लान पनि आई लेट यु नो. तर पहिला मामाहरुलाई लिएर सो लेट्स गो. हेलो म म्युनिसिपालिटी काटेमा म्युनिसिपालिटी रे टाउन हल हुन्छ. काट्दैन टाइममा यस्तो अगाडि के यसमा सन्डेको दिन आइपुगे हामी अलगढा. मेरो बजारमा काम थियो यहीँनिर हो हामीहरू. हुन्छ होइन मेरो त अलिक तलै जानुपर्छ. हजुर हजुर होइन त्यहाँ घरमै छ. घरमै छ अरे कि. हजुर यो चाहिँ हाम्रो अलगढाको विकली मार्केट है. यहीँनिर कतातिर चाहिँ गाडी घुमाउनु पर्यो. कति दामी देखेको हेर्नु. क्यामेराले जस्टिफाई गर्छ गर्दैन तर आम्मा यो हो नि त हिल स्टेसन. दिस इज अलगढा. आम्मा ब्युटिफुल. आज वेदर चाहिँ एकदम दामी भयो जस. हुन्छ है. लु मैले चाहिँ यहाँनिर पाएँ पार्किङ. अलगढा बजारदेखि हाम्रो अपुई हस्की पो रहेछ त. उही अपुई हस्की रहेछ हेर. आऊ
आँखा हेर न आँखा हेर्न न आँखा होइ अमुई ल माया माया नाम के हो नाम गुड बोय ल ल अमुई ल हो नि माया खोजेको गर्नु नि त्यसले आँखा हेर्न न आँखा लो भाइ त्यो कालिम्पोङ स्टोर्सको चाहिँ अलगढा किन आएको भन्दाखेरि आज हाम्रो यहाँ दुईजना जुडुवा नानीहरूको चाहिँ भात खुवाई राइस सेरेमनी है हाम्रो यहाँ दिदीको दुईजना नानीहरू यहाँ भेना दिदी भेना दुईजना हो मामाकोबाट एकदम आशीर्वाद सानो मामाकोबाट चाहिँ अब यहाँनिर यसो चिया खाजा खानु आँट्यो यहाँ वाचिपा अरे यो लु हाम्रो राईको होइन फेमस डिस यो वाचिपा एकदम त्यो जुन चाहिँ हाम्रो पखेटाहरू डढाएर होइन पखेटाहरू त्यस्तो तितो हुँदैन त्यस्तो हुँदैन दामी हुन्छ दिस इज द सेकेन्ड टाइम आइम अबाउट टु ट्राई है माइजूको फर्स्ट टाइम हो वाचिपा लु त अब त्यस्तो तितो हुँदैन नि मिठो हुन्छ अब चाहिँ हामी यहाँ वाचिपा ट्राई गरिदिनु आँट्यो है पहिला पनि खाएको मैले तर दामी ल त कालिम्पोङ चाहिँ हामी चाहिँ अब यहाँनिर यो सब डेलिकेसिसहरू इन्जोय गर्ने है यो गरिसकेर अहिले एकछिनमा भेटौँ है त वाचिपा दामी ल मेरो रस्टी चाहिँ यहाँ चाहिँ अब सक्यौँ कालिम्पोङ स्टोर्स अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ है अलगढाबाट घाम पनि लाग्यो अब चाहिँ द क्लाउड्स आर कमिङ ओके कालिम्पोङ स्टोर्स तपाईँहरू देख्नुभयो है मैले जहाँ गाडी रोकेँ थिएँ यहाँबाट अब निक्लेको म मामा पर पर्खिरहनु भएको छ हो एकदम सबैजना यहाँ फ्यामिली फोटोग्राफी बिजी नाइस मिटिङ यु मेरो भाइ तपाईँको पापालाई त म चिन्छु मजाले हो एकदम सब ठिकठाक है एकदम त यहाँनिर यसो फोटोसुटहरू मेरो भाइहरूसँग वेलकम टु कालिम्पोङ फर्किने आज गान्तोक आउँदाखेरि भेटौँ है एकदम अफिस है भेटौँ ल ओके है ह्याप्पी चान्स है हाम्रो एकदम इन्फ्लुएन्सरहरू बिग टाइम सेन्सेसन हाम्रो गान्तोकको यहाँ 3 भाइहरू है आज उनीहरूलाई भेट्ने चान्स पनि पायौँ आज तपाईँहरूले देख्नुभयो हामी है 3 भाइलाई गान्तोकबाट एकदम 3 भाइलाई पनि भेट्यौँ अब अलगढाबाट चाहिँ हामी निक्ल्यौँ म त आमा फोटोसुट पो हुँदो रहेछ सबैजनाको बित्थ्यो म त पो रहेछ राम्ररी हेरेको त ओके हुन्छ भाइजू हुन्छ भाइ ओके कालिम्पोङ स्टोर्स तपाईँले भर्खर देखिहाल्नुभयो है म तपाईँको उता अलगढा गएर अलगढाबाट आएर यहाँ आमालाई पुऱ्याएर म अहिले फर्किँदैछु अनि अर्को कुरा चाहिँ के भन्दाखेरि तपाईँले देख्नुभयो आज आई मेट 3 of our Instagram sensations from Gangtok है हाम्रो इन्सेन भाइ हाम्रो इन्स्टाम्यान अनि हाम्रो अघि सो 3 जनालाई भेटेँ है इट वाज एन अनर टु मिट देम है अन्त उहाँहरूको पापालाई त म राम्ररी चिन्छु आज उहाँहरूको पापालाई पनि भेटेको थिएँ मैले तर अब त्यो उयसमा त्यो भिडियोमा आउनु पाएन है जो चाहिँ हुनुहुन्छ हाम्रो हम जाएगा दाजु है अनि फिलहाल चाहिँ अहिले चाहिँ म चाहिँ माथि चन्नलोबाट मामालाई पुऱ्याएर म त्यहाँबाट निस्केँ है त अब चाहिँ के छ भने अघि बिहानै मैले भनेको थिएँ द्याट म यहाँबाट निस्केर अलगढा जान्छु अलगढा बात पनि अझै मेरो आफ्टरनुनको रोड ट्रिप पनि छ भनेको थिएँ है त सो अहिले चाहिँ म आफ्टरनुनको रोड ट्रिप निस्केको है अनि म आफ्टरनुनको रोड ट्रिप चाहिँ कहाँ जाँदैछु भने आई एम गोइङ टु रङपू ओके अस्ति मैले जुन चाहिँ मेरो प्रिभियस भ्लगमा तपाईँहरूले देख्नुभएको थियो होला म मेरो बहिनीहरूलाई भेट्नु मलाई बोलाइरहेको छ अन्त मेरो समयको पाबन्दीले गर्दाखेरि म जानु सकिनँ पाएको छुइनँ भनेको थिएँ नि मैले सो त्यो चाहिँ म के गर्न आँटेको छु आज चाहिँ म रङपू जान आँटेको छु अब सो अहिले अलिकति इट्स प्रिटी लेट भर्खर फोन आएको थियो मलाई तर केही छैन अब
बिस्तारै जाउँ हुनु चाहिँ भन्नु पऱ्यो म्याक्सिमम टाइम मोस्ट अफ द टाइम म सायद आज त्यो अहिलेकै बाटो म आउँछु जाँदिनँ आई डोन्ट नो अब म अहिलेको बाटो गयो भने पनि आउँदाखेरि हाइवेबाट आउँछु नभए चाहिँ हाइवेबाट गयो भने आउँदाखेरि यता मनसुङबाट चढ्छु सो लेट्स सी है अहिले अगाडि गएर भेट्यौँ है त सो मेरो कालिम्पोङ स्टर्सहरू इन्जोय गर्दै गर्नुहोस् है सो माइ डियर कालिम्पोङ स्टर्स मैले चाहिँ के प्लान गरेँ भन्दाखेरि मैले चाहिँ यता हाइवे भएर जाने प्लान गरेँ किनभने माथिबाट अलिकति लङ रुट पऱ्यो सो ड्यु टु द सर्टेज अफ टाइम बिकज आई हेभ टु रिच अर्ली हो त्यसले गर्दाखेरि म तल हाइवेबाटै जाँदैछु आई थिङ्क सो द्याट्स गोना बी मोर फास्टर रुट सो अहिले फिलहाल चाहिँ म कालिम्पोङको 5 माइल पुगेँ है अहिले बाटोमा के हुन्छ अपडेट गर्दै गरौँ ओके सो भर्खर म चित्रे पुगेँ कालिम्पोङ स्टर्स अब सधैँ चाहिँ अब यहाँबाट हामी सिधा सट्टै उता सिलगढी नभए कहीँ जान्थ्यौँ तर आज चाहिँ के छ भने यहाँबाट राइट सो वी आर गोइङ टुवर्ड्स सिक्किम है यो चाहिँ म चाहिँ आज रम्फूपट्टि लागेको लाइक आई अलरेडी सेट अघि है बडी डजन्ट नो है यो चाहिँ हाम्रो लाबर बोटे हो यहाँबाट चाहिँ जस्तो तपाईँको टुरिस्टहरूको राफ्टिङहरू सबै यहाँबाट रिसिभ होइन उयो गर्ने जग्गा चाहिँ यो राफ्टिङ गर्ने जग्गाहरू चाहिँ एकदम भिडको साथमा है गरममा सबै टुरिस्टहरूले राफ्टिङ रुचाइरहेको छ यहाँबाट तल चाहिँ जान्छ है त्यो खोला हेर है टिस्टा खोला आम्बो फिलहाल चाहिँ मल्ली आइपुग्न आँट्यौँ यस्तो घाम पानी जस्तो हिजो हाम्रो यहाँ कालिम्पोङमा जसरी पानी पर्यो है त्यस्तै पानी चाहिँ कन्टिन्यू आयो भने चाहिँ लु यो बाटो चाहिँ सबै जाने भयो लु तल चाहिँ टिस्टा नदी हाम्रो बगिरहेछ हजुर धेरै बाद हाइवे निक्ल्यौँ है हाइवेमा कुदाउनु पाएँ सधैँ त अब यो बाटो त एकदम दिल्ली जस्तै हिँडाइ हुन्थ्यो यो दामी छ यो कलर नयाँ स्विफ्टको दामी कलर ब्युटिफुल BMW सेभोक सिक्किमको रेलवेको ब्रिज बनिने टावर्स हेर है माथि म चाहिँ अहिले चाहिँ फिलहाल चाहिँ मल्ली टक्क आइपुगेँ मेरो कालिम्पोङ स्टर्सहरू गरम त्यति छैन रहेछ तर अब गाडीमा हिँडेर पनि होला तर अब उत्रेर बस्यो भने चाहिँ त्यही हो फेरि गरम ठ्याक्कै म मल्लीको यहाँदेखि राइट साइड अब पेलिङ जोरथाङ यहाँदेखि सिधा चाहिँ यो तपाईँको गान्तोकपट्टि लाग्छ है त जसलाई पनि थाहा छैन है स्ट्रेट इज टुवर्ड्स गान्तोक एन्ड अफकोर्स रङपू है रङपू म यहाँ जुन चाहिँ जाँदैछु अहिले यो बाटोमा त जहिले पनि जामको त अब कुरै छैन एउटा न एउटा जाम त भेट्छ लु हेलो म मल्ली आइपुगेँ यस ओके अब आइपुग्न आँटेँ ल ल आई रिमेम्बर डुइङ अ थिङ ओभर हियर एउटा फुटबल म्याच के हेरेको ला ग्राउन्ड डल्लै पुर्रेछ दिस युज टु बी द स्टेडियम अफ मल्ली ला सबै पुर्रेछ ओके यहाँबाट चाहिँ यो सबै बनिँदैछ यो सबै रेलवेकै के हो अब आई डोन्ट नो थिङ्क सो इट इज द ड्रेनेज सिस्टम ल बाटो चाहिँ निकै झर्न थालेछ हेरिहाल्नु है अब के नेचरको अगेन्स्टमा जानु सकिँदैन तर त्यसलाई यसो है थम्थमाएर राख्नु चाहिँ सकिन्छ यहाँको बाटो चाहिँ बिग्रेछ अलिक कालिम्पोङ स्टर्स यहाँ हेरिहाल्नुहोस् है यो चाहिँ तपाईँको किर्ने र माम खोलाको बिचको बाटो है इफ एनीबडी डजन्ट नो दिस इज बिट्विन किर्ने एन्ड माम खोला देयर इज अ स्लाइड sinking area over here so because of that the road has been disrupted है यहाँनिर पुरा दब्बेको रहेछ so पहिला है निकै बाद आइपुगे this is Mamkola to all my Kampong stores
देख्दैछ अहिले भनेपछि म निकै भएछ है नआएको आमा पहिला तलबाट थियो बाटो है दब्बर माथिबाट दामी दामी My dear Kalimpongsters, अस्ति you know my previous vlog. So करण र म आएको बाटो जुन चाहिँ तल तारखोला भन्दै थियो नि त्यो निस्किने चाहिँ अब यो यहाँबाट हो. So it was only 3 kilometers above from here है. So यहाँबाट अलिकति अगाडि थियो. So अहिले चाहिँ हामी तपाईको तारखोलाको तेर्सो काट्दैछौँ है. अलिक अगाडि नै हो तारखोला. त्यति गरम त छैन रहेछ है एज एन्टिसिपेटेड है त्यस्तो गरम छैन अहिले त यसो बाटोतिर अजिङ्गरहरू निकै भेट्ने चान्सेस हुन्छ है गरम छ भेटन फेरि देखाइदिइहाल्छु नि म त फेरि खडाब छु त फेरि Alright, so if anybody doesn't know है यहाँले जब फ्लडको उयो हुँदाखेरि म आएको थिएँ यो जग्गा मजाले चिनाएको थिएँ सबैलाई अनि यहाँनिर there used to be a restaurant which me and Sanjay used to run है अन्त अहिले सञ्जय यहीँ छ साँच्ची भन्दा मैले सुनेको थिएँ मलाई भन्दै थियो अस्ति नै एकताल देखेको थिएँ सञ्जय यहीँ छ he has reopened the restaurant है अनि कुनै दिन आउँला अहिले भयो भने फर्किँदा टाइम पायो भने आउँला अन्त this place is known as पाँचे त्यही रहेछ भेटौँ न यहाँ सञ्जयको दोकान हो भने सुनेको थिएँ मैले मलाई के छ आज खै त अन्त दिदी तपाईँ त आएन त अन्त खै नपढ्ने ए लु यहाँनिर हेर्नुहोस् है कालिम्पोङ यो जग्गा है राम्ररी चिन्नुहुन्छ यो चाहिँ पहिला अब वी युज टु बी ओभर हियर अन्त सञ्जय साथीको दोकान ए यो चाहिँ तँ उयो गर्दैछस् यो चाहिँ ओके 7 Bliss फुड कोर्ट तिमीहरूलाई लोकली नोन एज अधेरी जोडा है यो चाहिँ बन्दरिया फिडिङ हुँदो रहेछ त्यहाँ यहाँ ब्रेड सारा त्यहाँबाट आएर ब्रेड बाँडिदिँदो रहेछ हामी चाहिँ ठिक्कै यहाँनिर जुन चाहिँ त्यो हाम्रो मङसङबाट आउने बाटोको त्यहाँनिर पुग्यौँ सो हामीलाई यहाँबाट राइट लिनु पर्यो सिधा गयो भने चाहिँ रङपुर सो म चाहिँ यहाँबाट राइट उकालो लागेर यहीँ माथि हामी मसँग पहिला पनि आएको हाम्रो कालिम्पोङ स्टोर्सहरू यहाँ राख्दा हुन्छ कसले उपर हिरो हेर न हिरो र हिरोइन रहेछ नि त बाहिर त्यस्तो छ नि त कुरा के अङ्कल हवरी अङ्कल कहिले फर्किनु हुने रे ठिक छ हिँड्नु न अङ्कल लु हिँड्नुहोस् न हामी त पसिहाल्छौँ ल ल ल भाग्यमानी आन्टीज्यू कस्तो हुनुहुन्छ यो कालिम्पोङ स्टोर यहाँ हेर्नु होला म चाहिँ रम्फूको खोलामा आइपुगेको छु है अघि मैले जुन चाहिँ कुरा गरेको रम्फू एकछिन घर बसेर हामी घरबाट अलिक चिया खाजा खाएर हामी यता आयौँ सो अहिले चाहिँ हामी एकछिन डुल्नु आएको छौँ यहाँनिर यी मेरो बहिनीहरूसँग सबैजनासँग हो यी हो ऊपर यो चाहिँ रम्फू ब्रिज हो है नयाँ ब्रिज पहिला पनि तपाईँहरूले मेरो भिडियोमा देखेको है साथीहरू कहाँ आएर बसेको यहाँ फेरि है ओ भाइ ओइ भाइ लु ऊ गयो ए कालिम्पोङ स्टोर म चाहिँ तपाईँको रम्फूको नयाँ ब्रिजमा हिँड्दैछु अहिले है ऊपर देख्नु होला यो आई लभ सिक्किम है यो चाहिँ अस्ति हाम्रो
प्राइम मिनिस्टर अफ इन्डिया मिस्टर नरेन्द्र मोदी सर यहाँनिर जब आउने भिजिट गर्नुहुने भन्नुभएको थियो त्यति बेला बनाएको थियो यो है कस्तो ब्युटिफुल हेर्नु त अन्त यहाँदेखि उता अब जुन चाहिँ यो ब्रिजको एन्ड उतापट्टि पुग्यो भने चाहिँ वी आर एन्टरिङ द स्टेट अफ सिक्किम भेरी नाइस इभिनिङ टाइममा कस्तो शीतल भइरहेको छ यार सो यहाँ देखिहाल्नुभयो कालिम्पोङ स्टेज है कालिम्पोङ इज 36 किलोमिटर्स सिभोक इज 54 सिलगढी इज 76 and Kolkata is 662. So this one is NH10 that connects West Bengal with Sikkim है यहाँ एक्ज्याक्ट रङपुरबाट चाहिँ 30 किलोमिटर छ सो यहाँबाट हामी निस्केको है अब इभिनिङ पनि भयो अँध्यारो हुँदै गयो सो एकछिनमा भेटौँ है त राइट कालिम्पोङ स्टेज मेरो चाहिँ यहाँबाट निस्किने टाइम आयो है अँध्यारो भयो तपाईँले देख्नुहुँदै होला रम्फूको भ्रमण यता गरम भयो गरम भयो आमा अब चाहिँ दिउँसो 12:05 होइन तपाईँको हुन्छ बाई सो कालिम्पोङ स्टेज म चाहिँ भर्खर रम्फूबाट निस्केँ है अघि यहाँ जहाँबाट उकालो लाग्यो यहाँबाट राइट हामी गएको थियौँ पर ब्रिजपट्टि सो अब यहाँबाट निस्क्यौँ राति हुँदो त खासै त्यस्तै केही देखाउनु हुँदैन अहिले बाटोमा के यताउता देखिहाल्यो भने जस्ट अपडेट सो अन्टिल देन है अब यसलाई ट्राफिक रहेछ फेरि अगाडि ठुलो गाडी रहेछ यो चाहिँ पारी मल्ली हो है मल्ली सिक्किम राति कति ब्युटिफुल रहेको र त अन्त आमा ए मल्ली पुगे कालिम्पोङ स्टेज म चाहिँ मल्लीमा रोकिरहेको छु अब खजुरको रसगोला every time when I come here I purchase this right it is one of the best also golas khajur dates मन पर्नेलाई पनि यहाँ व्हाइट रसगोला एन्ड गुलाब जामुन पनि चाहिँ मन पर्ने हो के भयो मलाई के भयो रसगोला पर रोकिरहेको छु लु त अलराइट कालिम्पोङ स्टेज म चाहिँ भर्खर मल्ली काटेँ तपाईँले देख्नुभयो होला मल्लीमा देखेर त्यहाँबाट मल्लीबाट चाहिँ म छिटो आइपुगेँ है हामी यहाँबाट चाहिँ कालिम्पोङ उकालो लाग्दैछु फाइनली आफ्नो जग्गाको जुन चाहिँ यो हावा पानी है यो चाहिँ सबसे दामी हो नि त यहाँदेखि चाहिँ अपना भयो नि त है भर्खर उयसमा लाबरबोटेमा पनि रोकेको थियो हाम्रो आबकारी डिपार्टमेन्ट बिचरा यस्तो गरममा उहाँहरूले ड्युटी गर्दैछ त्यहाँनिर सब ठिक है भनेर छोडिदियो मलाई त अब त्यस्तो केही काम बिगारेको पनि थिइनँ हो ओके अहिले चाहिँ अब यसरी छुट्टेको उकालो लाग्यो है माथि पुगेर भेटौँ अँध्यारोमा यो देखिरहेकै बाटो त के है र पनि एनी इन्ट्रेस्टिङ थिङ्स केही भेटायो भने अब जस्ट सो टु यु सो लेट्स यु गाइस अलिकति माथि पुगेर माथि कति छ 123.4 किलोमिटर डन टुडे 123 किलोमिटर गरम भयो मल्ल आइपुग्यो है के लाग्यो बनाएर एकछिन भेटौँ है त वार्म वेलकम टु अल माई कालिम्पोङ स्टेज यहाँनिर हेर्नु त पानी परिदिँदैछ यहाँ पानी हो सो दिस इज द नेक्स्ट डे अन्त आज खास भन्नु पर्यो भने हिजो अलिकति थाकेर आएको थिएँ होइन थाकेर आएर भोलिपल्ट बिहान अब अलिकति ढिलो नै उठाइ भयो भनौँ न है अन्त थाकेर आएकोले अन्त सो आई डाइरेक्टली गेम म ड्युटी गरेर अहिले इभिनिङ टाइम हो सो
अब मेरो चाहिँ जर्नी चाहिँ त्यस्तो भयो तपाईँले देखिहाल्नु भयो हिजो है म कहाँ गएँ अलगढा गएँ रम्फू गएँ बहिनीहरूलाई भेटेँ अग्रम बग्रम त्यहाँनिर वरिपरि डुलेँ है अनि हिजोको दिन पनि मजाले बित्यो अनि आई गट अ चान्स अब कस्तो भन्दाखेरि अब मैले हाम्रो गान्तोकको 3 जना हाम्रो भाइहरू जो चाहिँ इन्स्टाग्राम सेन्सेसनहरू छ उनीहरूलाई भेटेँ है अनि खुसी लाग्यो एन्ड लाइक टु विश अ भेरी बेस्ट अफ लक है उनीहरूको करियर यसरी नै यही फिल्डमा बढ्दै जाओस् दे आर डुइङ अ स्प्लेन्डिड जब गड ब्लेस यु अल 3 of you यो मेरो भ्यू अर्कै छ है म अहिले ड्राइभ गर्छु त्यहाँ पानी पुरा परेर म निक्लेँ त्यहाँबाट है सो as always with that said if you like this video please give it a thumbs up and those who are new to my channel please show your love like share and subscribe and stay tuned for a new adventure with your Kalimpong to Sayok. Until then God bless you all, stay positive, share positivity, keep rocking and cheers to life.